लेन मिचेर हो खाते हजुर बेलुका यो बाटो चलाउनु नि डर्दैन नि दिदी इन्डियन गाडीहरू यस्तो पेलेर आउँछ आम्मामा हिजो त इन्डियन गाडीले त हाने अटो फेरि इन्डियन गाडीको ड्राइभरदेखि सबै झ्याप्थ्यो दिदी मैले एउटा भाइटिका लगाएको बहिनी यहाँनिर एक्सिडेन्ट भएर बितायो नि त 1 महिना त भयो नि कराकै उकालोमा हजुरको एक्सिडेन्ट भएर बिताएको नि त एउटा बहिनी अस्ति आज उताबाट पनि जामै छ क्या दिदी हेर्नु न खाना खाएर हिँड्नु बाँकी दिदी 8 बजेदेखि बजार हजुर अनि जाउँ भने अन्त सजिलो त भइहाल्छ नि दिदी आज आधी काम सक्यो भने त भोलि आनन्दै हुँदैन अस्ति एउटा साथीको जग्गा पास गर्ने होला क्या दिदी एक दिन अगाडि बैना दिने बित्तिकै म एरो बारो चिना साथीहरू थियो नि त मालपतमा यो कागज बनाएर राखेँ केटा भनेर कागज बनाउनु लाएर दिदी रेडी बनाएर राखेँ मैले त नि त्यो अङ्कल अङ्कल कता हौ बाउसँगै कोलगेटमा काम गऱ्यो अहिले यहाँ हेटवटा सिमेन्टमा जागिरहेछन् भ्याकेन्सी खुल्यो भने तपाईँको त्यो सब सुपरभाइजर अनि मेकानिकल इन्जिनियर तिर हो क्या दिदी मलाई योभन्दा अगाडि नै भन्यो भने यो अघि जानु भयो नि अङ्कल यो अङ्कल आइटी यो टेक्निकल डिपार्टमेन्टको हो क्या तर टेक्निकल काम सिक म तँलाई तुरुन्तै जागिर लगाइदिन्छु भन्नुभएको थियो क्या मलाई टेक्निकल काममा इन्ट्रेस्ट छ नि दिदी मैले अस्ति बरु यहाँबाट ब्राउन सुगर चाहिँ समातेर लगेँ पदम पोखरीबाट यहाँबाट यही पदम पोखरी चोकबाट क्या अनि त्यहाँ एउटा अटोवाला बुढा केस पनि मिलाइरहेको छु मैले तपाईँको कुन चाहिँले पैसा ठगेर चाहिँ अटोवाला दाइको मान्छे मलाई भेटाइदिन्छ जो आयो पनि मलाई भेटाउँछ त्यो अगाडि जिल्ला अगाडि त्यो चिया पल्छ नि त्यहाँको आन्टीले जो आयो पनि मलाई भेटाइदिन्छ भने दिदी अचम्म लाग्छ फेरि आफूलाई त्यो पैसा लोक पैसा छ नि दिदी अनि काम गर्दै चुलाएर हिँड्दिएँ म त होइन नि म पैसा माग्दिनँ नि दिदी किनभने मलाई त्यो मनै पर्दैन कि दिए आफ्नो इच्छा दिन्छन् होइन न यति खर्च लाग्छ उति खर्च लाग्छ भने म कसैलाई भन्दिनँ दिदी
मेरो बानी त सिधै हो। म त उनीहरूको इच्छाले जति दिन्छ त्यतिमै खुसी हो दिदी। यो त फेरि धोका दियो क्या हो। अर्को छ त स्कुटी, यो हेटौँडा बजारमा चल्न मात्रै हो क्या दिदी। होइन क्या दिदी, यो यस्तो के, यो स्कुटी तपाईँको हेटौँडा बजारमा चलाउँछु होइन, त्यो अर्को तपाईँको दिउँसो बहिनीहरूले बोकेर जान्छ क्या। भेनाजुलाई पठाइदियो भनेको, भेनाजु पनि काठमाडौँ गएर रहेछन्। अजय दाई, म अनि हाम्रो एकजना भेनाजु, हामी सधैँ सँगै हुने हो क्या। मेरो कहाँ घर पनि यतै हो नि त दिदी। दिदी मेरो कहाँ घर पनि यतै हो नि त। हजुर, यहाँ माथि यो रोज के स्कुल छ नि, त्योभन्दा मुनिपट्टि हो। पदमपोखरी भन्ने यहाँ अखिल दास श्रेष्ठ भन्ने, पहिला भन्दै फुटबलमा एम्पायर बस्नुहुन्थ्यो नि, अखिल दाई क्या। यहाँ पनि गेम गराउनु लाग्छ क्या अरे, बोलाइरहेको थियो ओडाले। यो तपाईँको हिजो कार्बोरेटर फेरेको छ, धेरै वेट नबोक्नु भन्ने कुरा आएको थियो क्या यसमा। त्यो भएर मैले हजुरको यो फेरि एकचोटि पिकअप लिएपछि राम्रो दिन्छ, फेरि नलिएपछि फ्ल्याटै छोडिदिन्छ क्या। यो स्कुटी मैले फुटबल खेलाइ पाएँ क्या दिदी। दिदी फुटबल खेलाइ पाएको स्कुटी हो कि यो मेरो, बेच्न पनि मन नलाग्ने कि यो त। हजुर, झापामा पाएको मान्छे छोडिसकि, छोडेको भयो नि दिदी, 3-4 वर्ष भइसक्यो। साथीहरू कति छन् अझै पनि खेलिरहेको छ नि, तर उनीहरू देखेर आफूलाई चाहिँ वाक्क लाग्छ। एउटा मियर कप पैसामा बिकेर तपाईँको खेल्ने खेलाडीहरू त तपाईँ कति छ हेटौँडामा मलाई मात्रै थाहा छ दिदी। म तिनीहरूको सङ्गतमै बसेर हिँडेको मान्छे, अनि को कस्तो छ ठ्याक्कै चिनाएको छु क्या दिदी। नाम भन्नु त, याद गरेर छु। उयो घर, उयो हाम्रो काका घर चाहिँ, अरे यो हो काका घर चाहिँ। ए अन्जु दाईको बहिनी। मैले दिदी त्यो काका बित्यो भने नपताएको, किनभने म एक दिन अगाडि काका र म सँगै बसेर चिया खाएर छुटेको मान्छे। त्यो दिन दिउँसभरि खेतमा काम गरेको मान्छे, बेलुका बित्यो भन्दा सात त उडिहाल्यो नि दिदी। या भएर म त होइन होला भनेर राति 11 बजी यहाँ आइपुगेको छु। अङ्किता, अङ्किता दुईटा हो। हजुर, चलाइ चाहिँ कस्तो लाग्यो दिदी? मेरो चलाइ चाहिँ कस्तो लाग्यो? बिस्तारै है। मेरो
मेरो दिदी हजुरलाई के भन्नु म यतिमै चलाउँछु होइन मेरो अगाडि जति मसँग बसी मान्छेलाई हतार छ भने बरु म तपाईँ अर्को बोलाएर जानु भन्ने जस्तो यहाँबाट मैले के अरे हतार छ भने अरू कसैलाई बोलाएर जानु भनेर भनिदिन्छु त्यसले बाटो खने खा क्या भनेपछि सातो उडायो मेरो एउटा साथी थियो कि पत्रकार हामीसँग काम गर्ने ऊ काठमाडौँमा पढाउ चढेको दिदी उसलाई हतार थियो तपाईँको संसद भवन पुग्नुपर्ने बानेश्वर हतार छ भने कुदाएछ क्या दिदी कुदाउने बेलामा लगाएर ढलमा हाल्दैछ अझै माथि नै जोरबाट चुनावको बेला हिँड्ने बाटो हो कुन चाहिँ बाटो कहाँ पुग्छ कन्फ्युजै हुन्छ फेरि म जुङ्गे अस्तिको चुनावमा दिपक सिंह बुढालाई बोकेर हिँडे मान्छे भन्छ नि घरमा बसेर काम छैन भनेर भन्छ नि दिदी त्यही हो मलाई त मनै पर्दैन हौ दिदी जुवा जस्तो तासै खेला ठाउँमा थोरै माथि अघि त्यही मात्रै नतानेर देख्नुभयो दिदी अघि त्यही मात्रै यो रातो कुर्सी सुनेन क्या धन्यवाद यहीँ उजो तारो रेडीमेड यहाँ चाहिँ तपाईँ ल ल न त्यो अघि त्यही उकालोमा मात्रै हल्का डिस्टर्ब गरेर रहेछ यसले त्यस्तो काहीँ नै गर्यो यहाँ चढ्यो त इजिली र हामी जस्तो यो केटाहरू अहिले देख्छन् दिदी लागु औषधि खाने यता गर्ने उता गर्ने गर्छ नि
म त खोइ किन हो केटाहरूसँग बस्यो भने मैले होइन तिमीहरू बस्दै गर भने टाप हिँडिदिन्छु भने बनाउँछ है के अरे विवाह दर्ता बिहे गरेर एउटा छोरी थियो विवाह दर्ता बनाउन नपाउँदैमा तपाईँको तर भोलि भन्थ्यो कति राम्रो बोल्थ्यो कति राम्रो उयो थियो तर हामी क्लबमा खत्याइले कि दिउँसै हामी नदिने कि तपाईँको यतिसम्म मेरो कान्छो काका मेरो हजुरबाउ होइन दिदी दुइटै यो जाँड रक्सी छ भने मरायो भने क्या अनि मलाई त्यो फ्यामिलीको त्यो थाहा छ क्या दिदी घरमा देखिरहेको हुन्छ नि त हरेकचोटि म चुलो लाएर त्यो हुन त अब चुलो लाएर बसेँ पनि मेरो घरमा अरू पनि होला नि खाने मलाई थाहा छैन दिदी होइन तर मैले त सम्झाउने ठाउँमा मैले सम्झाउनु खोजेँ भने मान्छे मैसँग रिसाउँछ एक दुईचोटि कराइदिने हो त्योभन्दा बढी केही नगरिदिने हो पछि नराम्रो ठाउँमा कहीँ गएर फस्यो भने पनि दिदी त्यसो गइदिनु भएन के घरको मान्छे किन मान्छे हाने भागिदिने हो क्या मान्छे हानी होइन हौ खालि समाउने कहिले अब अस्ति लापसे जस्तै अब भनौँ न ड्रिङ्कमा समाएछ यो लापसे माथि त्यो यो मनोकामना डाँडा क्यान्सरमा गएर अब खायो बर्थडे साथी मनाउनु गरेर रहेछ ए लापसे समाते भने कस्तो रातो कलरको स्कुटी हो रातो होइन हौ कालै हो कालो हो म थाहा पाइदियो स्कुटी त्यसो थाहा छ मलाई चाँडै पठाइदिनु हो दिदी त्यस्तो तनाव लिएर नराख्नु यहाँ खोडा त चला त हजुर कि छैन मैले त के भन्नु दाइले कति भन्नुभएको छ भनेन अब तिमी मान्छे हो जानु पुगु भनेको होइन मेरो पनि काम छैन नि त बजार त्यो त जान्छ दिदी एउटै हो एउटै डक्टर हो तपाईँको हेर्नु न बिमाबाट आउने दबाई कतिपय किन्नै पर्छ बाहिरै अस्ति दाँत झिक्न गएको दिदी तपाईँको 2 दिन लाग्यो मलाई
अहिले सबै दिन्छ हालेर। अहिले 2.5 लाख रुपियाँ बनाएको छ क्यारे इन्सुरेन्सको। भन्नु त के भन्दा त लागु भएको छैन। साउने गतेबाट लाग्यो। तर लागु भएको छैन अहिले 1 हो। अब 1 भएपछि हामीसँग त अब गरिब दुखीलाई त हुन्छ नि त है। अब तपाईँ चाहिँ कस्तो छ थाहा छैन। हामी चाहिँ अलि मिडिल क्लासै हो है भन्नु। हामी पनि त्यही हो दिदी। एकजना कमाएर हाम्रो त मेरो फ्यामिलीमा मेरो बुढा कमाएर मेरो सासू ससुरा मेरो 2टा छोराछोरी पढाउनु छ, म खानु छ। अब म सिङ्गो हो, घर बसेर केही गर्न सकेको छैन। जब गरौँ भनेर जब पनि गरेको अब धेरै ठाउँमा अफर पनि आएको थियो तर घरको कामै नचल्ने। अनि त्यही भएर जसो यसो म पनि तपाईँको यसो के दिदी मेरो ड्याडीले कमाउनुहुन्छ अनि म कमाउँछु। मम्मीको जागिर छैन, बहिनी छ, बहिनी पढिरहेछ हौ। अनि बाउ अटो चलाउनुहुन्छ, म यो स्कुटीमा। तपाईँको यतिसम्म कि दिदी मैले मसँग बरु पेट्रोल हाल्ने पैसा मात्रै राखेर होइन मेरो जहाँसुकैबाट पैसा आओस् होइन मलाई आफूलाई पुर्याइराख्नु पर्छ भने जरुरी छैन कि दिदी। आफूले पेट्रोल हाल्ने पैसा राख्छु होइन अरू पैसा सिधै बाउ आमालाई दिने हो। यहाँको खाल्डो चाहिँ पुरेछ। हजुरलाई पनि सन्चो छैन क्या हो। त्यो भए चाहिँ पुगिहाल्यो। म तपाईँ गइसक्नुभयो क्या भने हेर्न गएको ठ्याक्कै देखेँ। फारमहरू भर्नु परेन नि त। फारम भर्ने यताउता साइन हाल्नुपर्ने भएको भए चाहिँ अलिक टाइम लाग्थ्यो। अध्यक्षज्यू पनि हुनुहुन्न। अध्यक्षज्यू नगरपालिका मिटिङमा जानुभएको छ भने सुनेको छु। अलिक टाइम लाग्थ्यो। अब भोलिको दिन अब राष्ट्रिय परिषदमा अनलाइनबाट फर्म भरे गयो हुन्छ दिदी चाँडै हुन्छ। ल त्यहाँ जाने बेला फोन गर्नु, म स्टुडियो कालेमा भनिदिन्छु, मेरो राम्रै कन्ट्याक्ट छ। त्यहाँभित्र कर्मचारीहरू मसँग राम्रै छ क्या। यतै मेरो मान्छे हो गरिदिइहाल्नु त भने पनि गरिदिन्छ। फोन चाहिँ कसको आइरह्यो। फर्गेट को यो फर्गेट भन्ने यार। नचिने नम्बर हो, फोन आउँछ नि। हिजो बक्सारमा नक्कली पुलिस बन्ने एउटा समातेको छ। मलाई त्यहाँको असैले फोन गरिरहनु भएको थियो कि मेरो फेरि सम्बन्ध सबैसँग राम्रै बनाइराखेको छ दिदी अहिलेसम्म।
मैले आहा हस्पिटल अगाडि दाइको होटलमा जानु छ एकछिन। राष्ट्रिय परिचय पत्र बनाएर आयो भने चाहिँ सजिलो हुने रहेछ दिदीलाई आज। हाम्रो त बनाएर राखेछ दाइ भयो उनीहरू अहिले बिरामी भएर पो गाउँ जानु यो चाहिँ हो दिदी उयो रातो पहेँलो घर देख्नु भएको छ दिदी? उयो रातो पहेँलो घर त्यही हो मेरो घर। यहाँ छ एचआइडीमा छ, एचआइडी पनि छ नि घर। पहिला त्यो मास्टर चोकमा किराना पसल थियो नि ठुलो, त्यसको यतापट्टि सानो पसल मेरो त होइन। पहिला पूजा पसल थियो नि भित्रपट्टि पनि, त्यो हाम्रो त हो नि। म मेरो पुर्खौली गाउँ अहिलेसम्म गएको थिइनँ कि दिदी। उहाँ हाम्रो नुवाकोट हो नि त पुर्खौली घर, गएको थिइनँ। अस्ति एकचोटि फोन आयो मलाई त्यहाँबाट मेरो बुढी हजुरआमाको, तर नआउने नै भएछ होइन भनेर फोन गर्नुभएको थियो क्या। गएको दिदी त्यो ठाउँ कहीँ देखाएको थिएन, म्याप हेर्दै गएर ठ्याक्कै बाटोमै रहेछ घर त। पानी पनि दिउँसभरि घाम चर्किन्छ, बेलुका भएपछि पानी परेर दुःख दिन्छ। अघि हेर्दाखेरि कति 35 कि कति डिग्री सेल्सियस थियो दिदी। हो कुदाउँछु यार यो काम सकिसक्यो आँखा हस्पिटलको।
ल दिदी के काम पऱ्यो भने फोन गर्नु होला बाटो त पुरै ब्लक हान्दैछ त रिचार्ज लिन्छ बेलुका यता एक्सिडेन्ट भएको थियो र पहिला उता बस्थ्यो होइन तिमी फरेस्ट निरै नै बस्थ्यो होइन र कति आयो गाडी पनि गाडी पनि कति आएर हिजो कतिखेर फर्क्यो कलर काट्यो नि हिजो कलर काट्यो कतिखेर फर्क्यो एउटा गेम खेल्ने होला त 8 नम्बरबाट होइन 10 के छ है नाइ त नेसनल लिग होला जस्तो छ एन्ड त्यसै त वर्ल्ड कप हेर्न जानु पाएन होइन 5वटा गेम बाँकी थियो हाम्रो गाउँमा 5वटा गेम खेलाइदिएर सकाइदियो सबै टिमको 5वटा गेम बाँकी थियो त्यो तिमी सकिसक्यो हुन्थ्यो त्यो बेला के हो आफै मुजी धेरैको हल्ला गरेर गाडीको भोलिपल्ट गेम थियो म आज रेस्ट हो क्या त्यस्तै टाइम भइरहेको थियो ट्रेनिङ गर्न जाने बेला भएको थियो क्या होइन ट्रेनिङ थिएन क्या त्यो दिन खाजा खाएर बसिरहेको हामी भोलि यसो खेल्नु पर्छ केटा हो टाइपले पुरा मैले हेरेको मेरोमा आएको गेम पऱ्यो कस्तो भयो
मैला लेख्यो त्यो सँगै पोस्टपोन्टमा आयो नि त 3 दिन त त्यसै फुटो खेलेर बसेको फुटसर हेरेर मात्रै बस्यो अरे खेलेर बसेको हैट, त्यहीँको केटाहरू पैसा दिएर तिमीहरूको हाम्रो बाँकी छ मेरो अलिअलि धेर त बाँकी छैन मेरो त के जाने भयो भने लिने हो भएन कतिमा एग्रिमेन्ट गरेर गएको थियो 1.5 लाख भयो के छ कान्छो तिनिस तिनिस यहाँ त तिनिस
फटिया त गाडी पनि छ यो कहाँबाट आएर रोकेछ कि यो अब दुईटा अब अट्टै अटो छ फेरि सर एउटै स्कुलको कति 50वटा बस्छ भने भने अब अझै 6वटा गइसक्यो एउटा धोती गाडी आयो बढा न बढा तैँले पनि बढा न यो अघि गइदा भए आनन्दले हुन्थ्यो हाम्रो त यहाँ सेड्युलै छ एक दिन मैले एक दिन अर्को दाइले एक दिन अर्कोले हो नि फेरि भन्दा चाहिँ के होइन चुला जानु पर्यो रोकेपछि नि अरू कुरा हुन्छ र गाइस हामी चाहिँ जाँदैछौँ थाना भर्याङतिर यसो बुकिङ हान्नलाई के छ त्यताको कन्डिसन हेर्नेछौँ सँगसँगै त्यताको माहौल बुझेर आउनेछौँ हेर्दै गर्नुहोला राइडर दि च्यान्स
हजुर हजुर म त पठायो भन्दा छ हो दाजु हजुर ए रेकर्डिङ अवश्य भयो हजुर यहाँ अड्दै अड्दैन गाई चेकिङमा त परियो हेर्नुहोस् बिलबुक कागज देखाउँदाखेरि पनि छुट्टियो यार के भयो ओट मेरो त भाग्य हो कि के हो पठाउला भन्दाखेरि पनि छुट्टी छ सही हो सही आज धन्यवाद छ फर्का गाई ग्यास चेकिङबाट लो बाँचियो के गरिन्छ यस्तो बबाल मजा आयो नि चेकिङमा आज कन्टेन्ट त बबाले बनाएको छ गाइस ट्राफिक चेकिङमा परियो है आज ट्राफिक चेकिङमा परियो गाइस बब्बाल 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 बब्बाल